फूल फुल्छ यही माटोमा, फल पनि फल्छ। विश्वभरको सबै फल प्राप्त हुन्छ, हाम्रो दैनिकी चल्छ। हिमालको स्वाधीन चिसो हावा, जङ्गलको जडीबुटी, यस्तो सुन्दर देश छोडेर कता जाने उठी। जमिन बाँझो राख्नुहुन्न, अमृत रोप्नुपर्छ। त्यही अमृतको भर गरेर उद्योग खोल्नुपर्छ। अमृत रूपी खानेकुरा विश्वलाई दिनुपर्छ। उनीहरूलाई खुसी पारेर डलर युरो हामीले लिनुपर्छ। यस्तो सोच भएको मान्छे अहिले खाँचो भएको छ। त्यस्तो मान्छे कता लुकिया छ सबै मलाई थाहा छ। पुग्नुपर्छ विकासको मूलनिर। जेनजीको ध्यान जानुपर्छ अब त्यतातिर।